यहाँ के छ भन्नु त? कप कपको भित्र के छ? फोटो सबै कुरा छ। हाम्रो कप डढ्यो डढ्यो। पछि तातेपछि ट्याम ठ्याङ कागजमा भएको फोटो चाहिँ मेटिन्छ कि मेटिन्न? मेटिरहेछ निस्कियो। खतरा निस्किएछ। लु त अबै आमा तातो। हाम्रो कप डढ्यो डढ्यो दाइ। बिर्सेर हाम्रो डढ्यो भनेको डढ्यो भने यो चाहिँ को त? यो पाकुबे दाइ रहेछ। यो हाम्रो ठुलो दाइ है। साँच्ची नै फ्रिजमा हाल्नु नि लास्टै बर्थडे बनाउँदैन होला नि। के भयो भनेर दाइ तपाईँले? ए दाइलाई त यो पनि माइले हेर्दैन भित्रमा डाल्नलाई। यो कागजको जाँदैन होला नि दाइ है? जान्छ? आइजान्न होला नि पानी। कसको हो त्यो? डबल भएछ। यो भन्दा यो राम्रो भएछ होइन? यो भन्दा यो उज्यालो भएको जस्तो लाग्यो मलाई। यस्तो अनि टङ्ग मिलाइदियो भन्नुपर्छ। यो कलर दुइटै भएको त्यो प्रिन्ट तातिसक्यो छिटो हुन्छ कि दाइ हो कि भाइ हो यसलाई एकता त डढ्यो डढ्यो। त्यो दाइ हो कि भाइ हो त्यो? खोइ को हो? आज दाजुभाइहरूलाई तताउँदैछु है तिहारको लागि। मेरो भाइलाई हेर तताएको कसरी। डिस्काउन्ट गरेन भने भैली खेल्ने हो। यहाँको भैली खेलेर पैसा उठाएर जाने हो। त नि यामा बिचारे भाइलाई के हो अरे नाम? पाकुबेको भाइ। खै त मेरो भाइ हेर। दाइ हो कि भाइ हो? मेरो भाइ यहाँको रङ गएछ। तपाईँको भाइलाई च्यात्यो नि त। कस्तो राम्रो निस्कियो भने त यो एचडी त्यो डिजिटल त्यो पाक्यो। अब कस्तो पाक्यो? को पाक्यो पाक्यो। पाक्यो पिन गरेर हेर्नु नि त्यहाँ। मैले दाइ म आफू काट्छु। पाक्यो अलिक फ्ल्याट त नपार्दिनु। हामी देउसी भन्न पनि नपाउनु। यो बनाउन के टाइम लाग्छ नि कि? देउसी भैलो आयो रे। त्यही भएर गरेको जति फोटोहरू यता दिनु भनेको। मेरो दाइ हो। राम्रोसँग